लाग्यो अब
वास्तवमा भन्दाखेरि यो हाम्रो अब पूर्णिमा भनेको 12वटा वर्षमा चाहिँ पूर्णिमा हुन्छ, 12 महिनामा 12वटा पूर्णिमा हुन्छ, जसलाई द्वादश पनि हामी भन्छौँ। र यो यति महत्त्वपूर्ण हुन्छ पूर्णिमा भनेको कुरा। सामान्यतः यो धार्मिक हिसाबले बडा महत्त्वपूर्ण कुरा हो, तर यसमा पनि कार्तिक पूर्णिमा भनेको सबभन्दा महत्त्वपूर्ण पूर्णिमा हो। मान्छेको एउटा जनविश्वासको कुरा हुन्छ, एउटा शास्त्रीय कुराहरू हुन्छ। और शास्त्रीय हिसाबले पनि कमला स्नान आजको दिनमा, कार्तिक पूर्णिमाको दिनमा कमला स्नान गर्नु भनेको यो पर्वलाई चाहिँ पहिलादेखि नै, आज हामी होइन, पहिला त हामी यो देव दीपावलीको रूपमा, मैले अस्ति पनि कुरा गरेको थिएँ, यो देव दीपावली हो। यो कार्तिक पूर्णिमा यो देवताहरूले मनाउने दीपावली हो। अब यसलाई त हामीले अब दीप बालेर विभिन्न ठाउँमा, अब विभिन्न नदीमा जति नदीहरू छ सबैमा हो, सबै कमलामा हो। र जम्मा नदीमा, अब जुन नदीमा गङ्गामा पनि पूजा गरेपछि आजको एउटा जनविश्वास के रहेछ भने गङ्गा स्नान पनि गर्न जान्छ भने गङ्गा माता आजको दिन चाहिँ कमलाको रूप लिनुहुन्छ अरे भन्ने विश्वास छ, जनविश्वास छ। त गङ्गामा पनि स्नान गरे कमला स्नान। आज कमला स्नान महत्त्वपूर्ण हो। किन महत्त्वपूर्ण हो भने आज अर्को पनि प्रसङ्ग छ। अब तपाईँलाई यहाँ, अब हामी तपाईँलाई थाहा होला यो कमलाको महिमा। कमला भनेको मद्राञ्चलको पुत्री हो। अब कमला विष्णु पुराणले के भन्दैछ भने मद्राञ्चल पुत्री माँ कमला विधि नाम में स्वयं माया कीर्तन क्रम नापराधोस्ति तेदी। मतलब मद्राञ्चलको पुत्रीले चाहिँ चिन्नुहुन्छ। र मद्राञ्चल जस्तै अब आदिशक्ति माता पार्वती हिमालयका पुत्री, अब यहाँ माता लक्ष्मी क्षीरसागरका पुत्री। अब माता लक्ष्मी र कमला उही हो, एउटै कुरा हो। माता लक्ष्मीको अर्को रूप चाहिँ कमला हो, या कमलाको अर्को रूप माता लक्ष्मी हो। त्यो भएर चाहिँ आजको दिन चाहिँ यो पवित्र नदीमा, कमला नदीमा चाहिँ स्नान गर्नाले, पान गर्नाले साक्षात माता लक्ष्मी प्रसन्न हुनुहुन्छ। र हाम्रो सबैको अब यहाँ एउटा विभिन्न आस्थाले आउँछ, तर यहाँ के छ भने माता लक्ष्मीले सुख समृद्धि सिद्धि प्राप्त गर्ने चाहिँ मूल चाहिँ देवी भनेको हाम्रो माता लक्ष्मी हो। त्यो भएर चाहिँ आज यो भिड हेर्नुभएछ। र यो कमला स्नानको पनि आज कार्तिक पूर्णिमा स्नानको पनि धेरै महत्त्व छ। र यहाँ अर्को पनि प्रसङ्ग छ। अब तान्त्रिकहरू पनि आएर यहाँ सिद्ध चाहिँ कमलामै आएर गर्छ। किनभने कमला यो नदी तपाईँ हेर्नुहुन्छ यति एउटा मतलब सिन्धुलीदेखि लिएर अब भारतको अब मधुबनी, दरभङ्गा या समस्तीपुरसम्म यो भौगोलिक रूपमा सानो भए पनि 328 किलोमिटरमा यो बग्दैछ। तर यसको महिमा भनेको एकदम ठुलो महिमा हो। माता कमला हो। नदी आफ्नो ठाउँमा छ, नदी भए पनि नदी मात्रै होइन, यो माँ हो। यो हाम्रो संस्कृति हो, हाम्रो चाहिँ परम्परा हो। अब यो संस्कृतिलाई, यो हाम्रो परम्परालाई चाहिँ हामीले जीवितै राख्नुपर्छ। राख्नु पनि हाम्रो कर्तव्य हो। हामीले नराख्ने भने कसले राख्ने? त्यो भएर आजको यो महत्त्वपूर्ण दिनमा तान्त्रिकहरू हेर्नुहुन्छ। त्यही भएर मैले अस्ति भने थिएँ कि धेरै मान्छेहरूले भूत मेला भन्नुहुन्छ। यो भूत मेला होइन। तान्त्रिकहरू आउनुको मतलब के हो भने 10 महाविद्या, 10वटा दिशा छ। 4वटा दिशा त हामी बुझ्छौँ, तर यो शास्त्रीय हिसाबले 10वटा दिशा हो। अब 10 दिशाको देवी 10वटा नियुक्ति हुनुभएछ। त्यसमा माता कमलाको चाहिँ महत्त्वपूर्ण भूमिका छ। 10 महाविद्याको देवी पनि हुनुहुन्छ माता कमला, 10 महाविद्याको। अब उहाँको बिना चाहिँ कुनै तान्त्र मन्त्र केही सिद्ध हुँदैन भन्ने जनविश्वास छ। त्यो भएर पनि तान्त्रिकहरू पनि आउने, आफ्नो सिद्धि प्राप्त गर्न यही कमलामा आउने। अब एउटा पुत्र लाभको लागि, विभिन्न कुराहरूको लागि पनि यो कमला स्नान गर्ने कुरा छ। अब जसको अब मानव पुत्र लाभ
या पुत्री लाभ या कमलाईमा स्नान गर्यो भने घोङ्गी भेट्यो भने एउटा प्रचलन छ पहिलादेखि। कमलामा घोङ्गी भेट्यो भने छोरी हुन्छ, अब सितुवा भेट्यो भने छोरा हुन्छ, यस्ता कुराहरू पनि जनविश्वास छ, पहिलादेखि नै मान्दै आएको हो। अब तँलाई अब त्यो भन्दा पनि यो दिन चाहिँ महत्त्वपूर्ण हो र यो कमला स्नान भनेको यो धार्मिक हिसाबले मात्रै होइन, वैज्ञानिक हिसाबले पनि स्नान गर्नु, नदीमा स्नान गर्नु यो स्वास्थ्यको लागि पनि शरीरको लागि पनि विभिन्न हिसाबले यो राम्रो मानिन्छ। यो ती भएर हामी भन्छौँ यो ज्ञान यो र विज्ञान यो दुईटै कुरा कहीँ न कहीँ मिलेको छ र हाम्रो यो आध्यात्मिक कुरा जुन छ, जो आध्यात्मिक हिसाबले हामी हेर्छौँ, आध्यात्मिक हिसाबले हामीले कमलालाई बचाउन खोजेछौँ र पर्यावरणीय हिसाबले पनि हामीले कमलालाई बचाउन खोजेको छ। यसले दुईटै कुरा छ र दुईटै कुरा पनि हामीलाई कमलाले दिइरहेको छ। कमलाले बचाउनु भनेको कमलाले बचाउनु होइन, हामी आफू बच्ने हो। कमला बाँचेपछि या कमला संरक्षण भएपछि बाँच्नुको संरक्षण गर्नु, संरक्षण भएपछि हाम्रो संरक्षण हुन्छ। अनि कमलामा जल भयो भने हाम्रो घरमा जल आउँछ, हाम्रो कलमा पानी आउँछ, हाम्रो पाइपमा पानी आउँछ। कमलेमा जल छैन भने हाहाकार हुन्छ। हाम्रो अब भन्छु विष्णुप्रिया महालक्ष्मी, अब विष्णुप्रिया भएपछि साक्षात धनको देवी। अब कमलामा पानी भएपछि हाम्रो खेतमा पनि पानी, बिना सिँचाइको त केही हुँदैन, केही उब्जदैन। त्यो भएर अब 5वटा तत्त्वमा पनि हामी भन्छौँ क्षितिजल पावक गगन समीरा पञ्चरचित अति अधम शरीरा। यो 5वटा जुन चिज छ त्यसमा पनि जलको अति महत्त्वपूर्ण कुरा हो, जल नै महत्त्वपूर्ण हो। त्यसमा चाहिँ बिना जलको चाहिँ पेड पौधा मानव जीव जन्तु केही हुँदैन, केही यहाँ चाहिँ हामीले कल्पना गर्न सक्दैनौँ। ती भएर मानव सभ्यताको विकास भनेको यी नदीबाट भएको हो, यी कमला माबाट भएको हो। यो चाहिँ वैज्ञानिक हिसाबले या साइन्स हिसाबले पनि यो प्रमाणित भएकै कुरा हो। अब हामीले हावामा यो कुराहरूलाई कसैले गर्यो भने त्यसको पछि हामी नलाग्यो, किनभने नकारात्मक कुराहरूको छोड्नलाई यो पर्व हो, आज प्रतिबद्धता लिने दिन हो। आज त हामी जति यो नकारात्मक यो त्रिपुरासुरको वध भएको दिन आजै हो होइन। आज वध भएपछि भोला बाबाको पूजा काशीनाथमा चाहिँ काशीमा सबै देवी देवता आएर चाहिँ भोला बाबाको पूजा गरेको दिन हो आज। त यो किन भएको भने यो कुराहरू यो जुन नकारात्मक कुराहरू सुरको वध हुनु, त्रिपुरासुरको वध हुनु भनेको हाम्रो भित्र भएको नकारात्मक कुराहरू या नकारात्मक भावनाहरू हामी खालि दिनभरि अरूको चर्चा गर्छौँ, अरूको टिका टिप्पणी गर्छौँ। हामी के गर्न सक्छौँ त? त्यो पनि विचार गर्ने दिन हो आज। त्यो भएर आजको प्रमुख दिन हो। आज प्रमुख दिनमा मैले आज कमला स्नान गरेँ, म पनि गरेँ र हाम्रो टिम पनि गर्यो र कमला स्नान गरेर आज हामी चाहिँ एउटा सिद्धि प्राप्त गरेको छु र हाम्रो माता कमलाले हामी सबैलाई आरतीको के रहेछ भने पूर्णिमा त हामी विभिन्न ठाउँमा सुरु गरिदिएका छौँ। विभिन्न ठाउँमा जस्तै रामघाटमा सुरु भएछ पूर्णिमाको, त्यहाँ पनि आज पनि भएको हो। र हामीले चाहिँ एउटा मूल टिम जुन छ र मेरो के छ एउटा यसमा चाहिँ एकै ठाउँमा होइन, मैले विभिन्न सालमा चाहिँ कार्तिकको पूर्णिमा दिन विभिन्न घाटमा जाने। जस्तै रामघाटमा चाहिँ शहीदनगरमा हामी गरिसकेका छौँ। सबैलाको चाहिँ पिछला विगत वर्ष चाहिँ सबैलाको पटेरवा भन्दा उता के अरे रघुनाथपुर घाटमा हामी गरिसक्यौँ, हामी चारनाथमा गरिसक्यौँ, यता हामी कमला नगरपालिकामा यहीँ गरिसक्यौँ, यता पारी पनि हामीले उत्तरायणीमा गरिसक्यौँ, यहाँ चाहिँ हामी कल्याणपुरमा गऱ्यौँ, अनि यस्तै गरेर सारसनमा गऱ्यो। विभिन्न ठाउँमा यो कार्यक्रम मार्फत यो कमला आरती मार्फत एउटा भावना मान्छेको जगाउनु हो, अरू केही होइन। मान्छेको भावना र कम्तीमा सबै दिन हामी सक्दैनौँ, मतलब महिनामा एक दिन त हामी आरती गरौँ, कमला माईको सुमरन त गरौँ। अर्को कुरा अब एक दिन अब टाइम छ भने हप्तामा एक दिन हामी भन्छौँ शनिबार कमसेकम एक दिन हामी आओ कमला संरक्षण गरौँ, समय र श्रमको दान गरौँ। दान भनेको पैसा मात्रै दान होइन, समय र श्रमको पनि दान हुन्छ। त्यसले गर्दाखेरि हामी आओ। अब हामी सक्दैनौँ भने महिनामा पनि एक दिन आफ्नो ठाउँमा आफै गरौँ भनेर हामीले विभिन्न ठाउँमा गर्छौँ। आज पठेरवामा गरेको मतलब पठेरवामा मैले यहाँ सरसफाइ गरिदिन्छु या कमलामा केही गरिदिन्छु भन्ने होइन। यहाँको मान्छेहरूले जागरुकता फैलाउनु हाम्रो कर्तव्य हो र यहीँको मान्छेहरूले यहाँबाट सुरु गर्छ र यहाँ चाहिँ कमला आरती सुरु गर्छ। विभिन्न टाइममा चाहिँ यहाँ सरसफाइको कार्यक्रमहरू राख्नुहुन्छ। कमलाको जलको यति महत्त्वपूर्ण छ। अब वेदको हिसाबले चाहिँ अब अहिले त गङ्गा माता स्वयं कमलामा हुनुभएकोले आजको दिन पनि यो यहीँको जल यहीँको मिट्टी लिएर हाम्रो कुलदेवताको पूजा हुन्छ या कुलदेवताको पवित्र गर्ने दिन हो। नकारात्मक कुराहरू घरबाट भगाउने दिन हो। यो मान्यताहरू छ। यो मान्यताहरूलाई हामीले पुनः यो जगाइराख्ने, जीवित राख्ने र नयाँ पुस्तालाई चाहिँ यो कुराहरू दिने, कि आउने दिनमा पनि हाम्रो परम्परा, हाम्रो चाहिँ
प्राचीन संस्कृति हाम्रो सभ्यता चाहिँ कहीँ विलुप्त नहोस् भनेर एउटा यो जागरण हो। घोड़ा के नहीं पूछ कर ओकरा केला साइड इंतजार करता से ने देख ल ने इंतजार कैला ओकर तीत मीठ कुछो ने बुझा पैला चलिए नहीं छोड़ेगा अपनी निजाम है केला भ गेला हमरा बैठा के हमरा हटा देल है। हाम्रो पाइपमा पानी आउँछ, कमलेमा जल छैन भने हाहाकार हुन्छ। हाम्रो अब भन्छु विष्णुप्रिया महालक्ष्मी, अब विष्णुप्रिया भएपछि साक्षात् धनको देवी। अब कमलामा पानी भएपछि हाम्रो खेतमा पनि पानी, बिना सिँचाइको त केही हुँदैन, केही उब्जदिन। त्यो भएर अब 5वटा तत्त्वमा पनि हामी भन्छौँ क्षितिजल पावक गगन समीरा पञ्चरचित अति अधम शरीरा। यो 5वटा जुन चिज छ त्यसमा पनि जलको अति महत्त्वपूर्ण कुरा हो, जल नै महत्त्वपूर्ण हो। त्यसमा चाहिँ बिना जलको चाहिँ पेड पौधा मानव जीव जन्तु केही हुँदैन, केही यहाँ चाहिँ हामीले कल्पना गर्न सक्दैनौँ। ती भएर मानव सभ्यताको विकास भनेको यी नदीबाट भएको हो, यी कमला माबाट भएको हो। यो चाहिँ वैज्ञानिक हिसाबले या साइन्स हिसाबले पनि यो प्रमाणित भएकै कुरा हो। अब हामीले हावामा यो कुराहरूलाई कसैले गर्यो भने त्यसको पछि हामी नलाग्यो, किनभने नकारात्मक कुराहरूको छोड्नलाई यो पर्व हो, आज प्रतिबद्धता लिने दिन हो। आज त हामी जति यो नकारात्मक यो त्रिपुरासुरको वध भएको दिन आजै हो हैन। आज वध भएपछि भोला बाबाको पूजा काशीनाथमा चाहिँ काशीमा सबै देवी देवता आएर चाहिँ भोला बाबाको पूजा गरेको दिन हो आज। त यो किन भएको भने यो कुराहरू यो जुन नकारात्मक कुराहरू सुरको वध हुनु, त्रिपुरासुरको वध हुनु भनेको हाम्रो भित्र भएको नकारात्मक कुराहरू या नकारात्मक भावनाहरू हामी खालि दिनभरि अरूको चर्चा गर्छौँ, अरूको टिका टिप्पणी गर्छौँ। हामी के गर्न सक्छौँ त? त्यो पनि विचार गर्ने दिन हो आज। त्यो भएर आजको प्रमुख दिन हो। आज प्रमुख दिनमा मैले आज कमला स्नान गरेँ, म पनि गरेँ र हाम्रो टिम पनि गर्यो र कमला स्नान गरेर आज हामी चाहिँ एउटा सिद्धि प्राप्त गरेको छु। र हाम्रो माता कमलाले हामी सबैलाई आरतीको के रहेछ भने पूर्णिमा त हामी विभिन्न ठाउँमा सुरु गरिदिएका छौँ। विभिन्न ठाउँमा जस्तै रामघाटमा सुरु भएछ पूर्णिमाको, त्यहाँ पनि आज पनि भएको हो। र हामीले चाहिँ एउटा मूल टिम जुन छ र मेरो के छ एउटा यसमा चाहिँ एकै ठाउँमा होइन, मैले विभिन्न सालमा चाहिँ कार्तिकको पूर्णिमा दिन विभिन्न घाटमा जाने। जस्तै रामघाटमा चाहिँ शहीदनगरमा हामी गरिसकेका छौँ। सबैलाको चाहिँ पिछला विगत वर्ष चाहिँ सबैलाको पटेरवा भन्दा उता के अरे रघुनाथपुर घाटमा हामी गरिसक्यौँ, हामी चारनाथमा गरिसक्यौँ, यता हामी कमला नगरपालिकामा यहीँ गरिसक्यौँ, यता पारी पनि हामीले उत्तरायणीमा गरिसक्यौँ, यहाँ चाहिँ हामी कल्याणपुरमा गऱ्यौँ, अनि यस्तै गरेर सारसरमा गरियो। विभिन्न ठाउँमा यो कार्यक्रम मार्फत यो कमला आरती मार्फत एउटा भावना मान्छेको जगाउनु हो, अरू केही होइन। मान्छेको भावना र कम्तीमा सबै दिन हामी सक्दैनौँ, मतलब महिनामा एक दिन त हामी आरती गरौँ, कमला माईको सुमरन त गरौँ। अर्को कुरा अब एक दिन अब टाइम छ भने हप्तामा एक दिन हामी भन्छौँ शनिबार कमसे कम एक दिन हामी आओ कमला संरक्षण गरौँ, समय र श्रमको दान गरौँ। दान भनेको पैसा मात्रै दान होइन, समय र श्रमले को पनि दान हुन्छ। त्यसले गर्दाखेरि हामी आओ। अब हामी सक्दैनौँ भने महिनामा पनि एक दिन आफ्नो ठाउँमा आफै गरौँ भनेर हामीले विभिन्न ठाउँमा गर्छौँ। आज पठेरवामा गरेको मतलब पठेरवामा मैले यहाँ सरसफाइ गरिदिन्छु या कमलामा केही गरिदिन्छु भन्ने होइन। यहाँको मान्छेहरूले जागरुकता फैलाउनु हाम्रो कर्तव्य हो। र यहीँको मान्छेहरूले यहाँबाट सुरु गर्छ र यहाँ चाहिँ कमला आरती सुरु गर्छ। विभिन्न टाइममा चाहिँ यहाँ सरसफाइको कार्यक्रमहरू राख्नुहुन्छ। कमलाको जलको यति महत्त्वपूर्ण छ। अब वेदको हिसाबले चाहिँ अब अहिले त गङ्गा माता स्वयं कमलामा हुनुभएकोले आजको दिन पनि यो यहीँको जल यहीँको मिट्टी लिएर हाम्रो कुलदेवताको पूजा हुन्छ या कुलदेवताको पवित्र गर्ने दिन हो। नकारात्मक कुराहरू घरबाट भगाउने दिन हो। यो मान्यताहरू छ, यो मान्यताहरूलाई हामीले पुनः यो जगाइराख्ने, जीवित राख्ने र नयाँ पुस्तालाई चाहिँ यो कुराहरू दिने हो कि आउने दिनमा पनि हाम्रो परम्परा, हाम्रो चाहिँ प्राचीन संस्कृति, हाम्रो सभ्यता चाहिँ कहीँ विलुप्त नहोस् भनेर एउटा यो जागरण हो। घोड़ा के नहीं पूछ कर ओकरा केला साइड इंतजार करता से ने देख ल ने इंतजार कैला ओकर तीत मीठ कुछो ने बुझा पैला चलिए नहीं छोड़ेगा अपनी निजाम है केला भ गेला हमरा बैठा के हमरा हटा देल है।